अब मैले बुझेअनुसार भनेको मैले मिस्टेक भनेर नरिसाउनु होला तर बालिन शाहले एक टाइममा भनेको सुकुम्बासीको जो त खोला साइडमा सुकुम्बासीहरू हुन्छ नि त अलिअलि त उहाँहरूलाई किन निकाल्ने कारण देख्यो आज बाढी आयो हेर त आज यताबाट बाढी आयो भोलि उताबाट आउला भोलि सिधा आउला गाह्रो हुन्छ नि त हो त्यही भएर निकाल्नु भनेको खोलाको साइडकोहरूलाई त्यही भएर हटाइदिनु भनेको त्यही भएर हटाउनु भनेको त्यहाँबाट खोलाको साइडबाट हटाएन भने नेपालको तपाईँहरू हो केही सोचेरै त गरे होला नि तँ पनि होइन व्यवस्थापन हेर त अहिले अब लम्मै पकाइदिएछ लम्मै यत्तिकै क्या दसैँ आउने बेलामा पहिले जेन्जी आन्दोलनमा त्यस्तो भएको नि दसैँ आउने बेलामा अहिले यस्तो भयो अब सतीले सटापेको देश लुवाममै पकाइ त गयो नि अब के गर्नु अब आउँदैछ अरे चितवनमा आइपुगिसक्यो होला अब 2 मिनट 3 मिनटमा गाह्रो छ नि यार अब के चाहिँ गर्नु त होइन अब त्यसलाई अब के हातले रोकिँदैन त्यसलाई अब सिमेन्टले रोकिँदैन अब के चाहिँ गर्नु अब गाह्रो छ है केटा यार सबैजना सेफ भएर बस्नु होला होइन जो पनि चितवनतिरको हुनुहुन्छ सबैजना सेफ भएर बस्नु होला एकदम है अनि एकदम तपाईँहरूकोतिर आउँदैछ अरे होइन आफ्नो घर फ्यामिलीलाई भन्नु होला होइन अब लाइक तपाईँहरूको घर तल होइन अब खोलाको छेउछाउमा जो बुढी आमा बुढो बाजेहरू बस्नु भएको छ जो इन्टरनेटहरू चलाउँदैन जो मोबाइल चलाउनु हुँदैन उहाँहरू सबैजनालाई पुरै खबर गरिदिनु होला होइन अब तपाईँहरू मान्छे मात्रै बस्दैन अब जनावरहरू हुन्छ होइन कुकुरहरू हुन्छ के हुन्छ कसो हुन्छ तपाईँहरूले हेर्नु होला त है